गाइस म चाहिँ यसो यहाँ काममा आएको थिएँ भाउजूले डिउ खाने अरे अनि म चाहिँ डिउ लिन गएँ है ट्याक्क म चाहिँ डिउ लिन ट्याक्क डिउ लिन गएँ है अनि आमा चाहिँ यो पर जानुपर्ने हुन्छ है ट्याक्क डिउ लिन अगाडिको पसलमा यस्तो छ गाइस हो यस्तो घाम छ नि है हिँड्न पनि गाह्रो छ यस्तो चर्को घाममा ट्याक्क ल गाइस म चाहिँ यहाँ यस्तो छ है ल गाइस म चाहिँ पसलतिर आइसकेको छु है यहाँ यस्तो दाइहरू के किन्नु लाग्नु ए बच्चाले जस्तो यस्तो खाइरहनु रहेछ हाम्रो भाउजूले चाहिँ म चाहिँ डिउ लिन आएको मलाई चाहिँ एउटा डिउ दिनु त उड्याउँ छिटो न म चाहिँ यहाँ डिउ लिन आँटेको है ल हाम्रो दाइले चाहिँ यहाँ डिउ झिक्दै हुनुहुन्छ है ल चिसो आइसक्यो ल गाइस म चाहिँ डिउ पनि लिएर हिँडिसकेँ है यस्तो छ गाइस चिसो ल्याइसकेँ मैले चाहिँ सुलुलु ल्याएर ट्याक्क गाइस है म चाहिँ यो लगेर माइजहरूलाई चिसो यस्तो घाममा चिसो खुवाउने भनेर म चाहिँ चिसो लिन आएको ट्याक्क लाएर म चाहिँ ट्याक्क लाएर चिसो लिएर आएको है ट्याक्क चिसो ल्याउन नपाइ माइजहरू यस्तो शीतलमा आराम गर्न थाल्नु भएछ है म चिसो लिएर आइपुग्नु पाएन कप लिन पठाइराख्नु भयो ल म चाहिँ अब कप लिन कुदेँ है पनि बोकेर हिँडिसकेँ है ट्याक्क लाएर एकदम रमाइलो छ गाइस यहाँ होइन तर हेटौडाको गर्मी यस्तो छ कि आम्बो डढेर कालो बनाइसक्यो ओहो चिसो खाना आउनु है हाम्रो यसपालि ठुलो रोपाइमा मैले यत्रो जनालाई हाम्रो मेत्रो कराको अनि चाना आलु भात ए रोजी पो ए खाए पनि अनि